हेलो नमस्ते साथीहरू, फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज पनि मैले फेरि एउटा नयाँ भिडियो ल्याएकी छु। आज म बनाउन गइरहेकी छु भेज थुक्पा। यसको लागि मसलामा मैले जिरा, धनिया, खुर्सानी, अदुवा, लसुनलाई मजाले सिलौटोमा पिसे अनि केरो, मटर, आलु, टमाटर, प्याजलाई तयार पारे। कुकरमा मैले तेल तताए। चिसो मौसम भएकोले मैले टिमुर फुराएकी छु। प्याज पनि फुराए। आलु राखिदिए। चना मटरलाई पनि राखिदिए। एकछिन यसलाई चलाए मैले। टमाटरलाई राखिदिए। नुन, बेसारलाई पनि सँगसँगै राखेर एकछिन मजाले भुटे। यतिको भुटिसकेपछि अब चाहिँ मैले मसला राखेँ। एकछिन फेरि भुटे। यतिको भुटिसकेपछि म अब पानी राख्न गइरहेकी छु। यतिको पानी राखिसकेपछि चाहिँ अब मैले यसलाई 3-4 सिटी लगाए। यतिको पाको। अब यतिको पाकिसकेपछि फेरि अब आफूलाई आवश्यक पर्ने पानी राखे। यसमा मैले थोरै चाट मसला पनि राखे। अब हाम्रो तयार भयो है त। मैले भेजिसमा बन्दा, मुला, प्याज, धनियालाई लिएकी छु। यसरी काटकुट गरेर नि तयार भयो। यता चाहिँ मैले कराईमा पानी बोइल गरेँ। अब सिन्की, चाउचाउ पनि राखिदिए। यसमा थोरै तेल पनि एड गरेँ। नुन पनि एड गरे। यसरी तयार भयो हाम्रो नुडल्स पनि। अब चाहिँ मैले एउटा बाउलमा नुडल्सलाई राखिदिए। अब यसमा चाहिँ म सब्जी राख्न गइरहेकी छु। अघि तयार गरेको भेजिसहरू पनि माथिबाट राखिदिए। लेमनलाई पनि राखिदिए, हाफ लेमन। अब यसलाई मजाले मिक्स गर्ने। माथिबाट कागती राखिदिने। यसरी तयार गरिएको थुक्पा एकदम मिठो भएको थियो है। हस्, धन्यवाद।